अरे एउटा हटा दादा बस्नु फेरि हटाएको त ठिक लाग्दो रहेछ तर आफ्नै घर हटाउनु त दुःख लाग्दो रहेछ भाइ सबैको हटाएर मेरो मात्र राख्दै आउन त ताल छेउमा मैले हेर्थेँ नि बरु कति दुःख भयो नि आँटे ल मेरो सौता पनि आएर छ हेर सौतालाई त लुस्टिम लाग्दो हुन्छ भाइ ल हेर अखेली पनि आएका रहेछन् अब कुरो यस्तै हो भाइ अब त म त हेर है मलाई अब यसो एउटा जागिर चाहियो हो क्या त्यो जागिरमा मलाई अब यसो लजिङ फुटिङ होइन ओ व्यवस्था भएको कसैले काम दिनुहुन्छ भने ल है मलाई काममा राख्नुहोस् म घरमा घाटमा पनि राख्नुहोस् घर पनि अब कसैले बुढी बनाउँछु भन्नु पनि लैजानुहोस् अफर छ न्यु इयर अफर बुलेट कोही हुनुहुन्छ र जागिर दिने भनेर अब यस्तो छ हेर्नुहोस् है अब यो तालको कुरो राम्रोसँग छानबिन गर्नु होला यसलाई राम्रोसँग हेर्नु होला गर्नु होला बेला छोडिदिनुहोस् अब यो दुःख देख्दैछ एउटा जागिर कोही छ र मलाई जागिर दिने ल जेसुकै गर ल आयो किताब बेच्दा बेच्दा ल आयो ल किताब बेच्दाखेरि ठगाइ लायो डायरी मात्र ल कोही छ किताब किन्ने ल जेसुकै गर किन नकिन ल जेसुकै एउटा सेल्फी हान माने यहाँ आउनु त एउटा सेल्फी खिच्छ किताब बेच्ने हिसाब चाहियो कोही छ किताब बेच्ने भनेको मासु भने ल डायरी मात्रै छ हजुरले जागिर राख्ने हो मलाई किताब बेच्ने हो किताब बेच्नु सक्छौ भने जागिर दिने हो पक्का ल ल म त हेर्नु है मेरो घर पनि छैन घाट पनि छैन मलाई यसो जागिरमा राखेर लजिङ फुटिङ एउटा क्वार्टर मात्रै दिए हुन्छ ए क्वार्टर स्वार्टर त सक्यो बाबु पहिला क्वार्टर हुन्थ्यो अहिले त यहाँ मन्त्रीले त क्वार्टर वाहेन क्या तिमीलाई क्वार्टर ताली बजाउनु थाल्यो पर उसको नि क्वार्टर रहन्छ क्या ल ल न हजुर मलाई यसो जागिर दिन पर्यो क्या जागिर चाहियो ल त ल नाम के हो तिम्रो ल भन नाम के हो भन त नाम ल यहाँ बस त ल बस्नु म भन्छु बिस्तारै ल नाम मेरो ल भन नाम के हो भन आइसक्यो ल किताब किन्ने कोही छ भने आउनु दाजुभाइ दिदीबहिनीहरू ल दाजुभाइ दिदीबहिनीहरू मावेर पुनायो ल किताब डायरी मात्रै छ किताब सबै सक्यो किताब बेचेर चाहिँ 7 करोड कमायो भन्छन् भ्रष्टाचार गरेको छैन दाजुभाइ दिदी माग्नेको मान्छे हो ल नाम के हो भन नाम त मेरो हो ए नाम भन न बहिनी नाम भनेको त्यही नामै भनिरहेको छु नाम मेरो ए नाम कसैको यी हुन्छ हजुर कस्तो उरुन ठाउलो बहिनी रहेछ यो नाम कसरी यी बोल्नु भन त वास्तवमा त मेरो नाम इसारा कुमारी हो छोडेर यी मात्रै भनिदिएको टाइम छैन नि त भाइ ल न हजुर ल जाहिर खाने हो हजुर ल त्यसो भने सर्टिफिकेट देखाऊ ल सर्टिफिकेट देखाऊ राम्रो सर्टिफिकेट देखाउन सक्यो भने जागिर महावीर पुण्य अहिले भर्खर दियो कसो दाजुभाइ दिदीबहिनी हो ल महावीर पुण्य सर्टिफिकेट त रहन्छ हस्पिटलको कार्ड छ त्यो हुन्छ सर्टिफिकेट देखाउनु पर्यो सर्टिफिकेट देखाऊ एसएलसी पासको देखाऊ ल अरू नसकेको एसएलसी पासको सर्टिफिकेट भन कसो दाजुभाइ दिदीबहिनीहरू कसो एसएलसी पासको मागेको छु डिग्री पास गरेर त खत्तै पारिरहेछ नि ए डिग्री पास भन्नु अब परेन भयो यस्तोलाई के डिस्टर्ब राख्ने शालिग्राम तिमीले बेच्छौ किताब होटल राखेको छ 5-7 हजार भात बेच्ने मान्छेले के किताब बेच्छौ ल बहिनी हजुर पासपोर्ट साइजको फोटो ल्याऊ ल अरू चाहिएन फोटो त ल्याउनु भएन तपाईँले पासपोर्ट साइजको फोटो ल्याऊ के भनेको फोटो खिचिदिनुहोस् क्या हजुरले फोटो खिचिदिनुहोस् तेरो फोटै खिच्ने ल कसो बेलामा आयो फोटो खिच्नु ल फोटो खिच्नु ल भन सर पासपोर्ट साइजको फोटो भनेको क्या बहिनी ए पासपोर्ट भन्नु रहेछ म त
खुट्टाको भनेर भाइ पासपोर्ट साइजको भनेछ बेरेर गर गाउँबाट ल दाजुभाइ दिदीबहिनीहरू किताब किन्नु महावीर पुना किताब किन्नु मात्रै छ अहिले फेरि किताब देखाउन मिल्दैन ल ल हजुर ल फोटो खिच्नु पर्यो ल फोटो खिच्ने ल खिच्नु ल ल पासपोर्ट साइजको नानी ल ल भयो ल हो जागिर पक्का जागिर त क्वेसन सोध्नु पर्यो नानी त्यसै हुँदैन ल अन्तर्वार्ता लिनु पर्यो पास भयो भने जागिर पक्का ल ल अब यता क्वेसन त हेरेर भन्नु पर्यो ध्यान छैन ल भन सुनको मूल्य बढ्नुको कारण के होला ठ्याक्कै भन ल सुनको मूल्य त बढिहाल्छ नि हाम्रा मन्त्रीजीहरूले भयो वर्ग सुन चाहिँ घर राख्नुभयो अनि उहाँले राखेपछि सर्टेज भयो अनि महँगो भयो ए यो त ठिकै भन्नु ल ताली बजाउनु त मन पर्यो भने है म त तिनको त घरै 100 डलर त बजाइदिनु पर्यो ठिकै हो ल अब अर्को सोध्छु है बहिनी ल ल अब यसो गरेर भयो अब किताब बेच्नु पर्छ ल यसरी बाटोमा हिँडिरहेको मान्छेहरूलाई जसरी हामी यसरी हिँड्न ल हामी यसरी हिँडिरहेको मान्छेलाई बोलाऊ ल बाटोमा किताब बेच्न बोलाऊ ल किताब बेच्न बोलाम बोलाऊ ल ल है त त्यहाँ त हिँडेको मान्छे हजुर ल बोलाऊ ल ल त्यहीँ बस्नु है छिटो बोलाऊ न नानी ल हजुर आउनुहोस् चिया कुदी मान्छे बोलाऊ भनिरहेको छु क्या नानी हे ल बोलाऊ ल ल ल बस्नु है त ल बोलाऊ हो बोलाऊ ल ल दाजुभाइ दिदीबहिनीहरू ल भोट दियो नदियो भनेको जितायो अब क्यान्डिडेट ल ल किताब त बेच्नै पर्यो म संसद भवनभित्र छिर ल बोलाऊ न नानी बोलाऊ आउनुहोस् ऊ आउनुहोस् ओ यसले चाहिँ किताब बेच्छ ल किताब किन्नुहोस्